यदि 5 माथि छ भने तलको संख्या कति हुनेछ भनेर क्वेशन सोधेको छ। अब हेर्नुस् यहाँ कति दिएको छ माथितिरको फेसमा, यहाँ माथितिरको फेसमा 1 दिएको छ, यहाँ माथितिरको फेसमा 6 दिएको छ। त्यसो भए यो दुईटालाई कम्पेयरिङ गर्दाखेरि सुरुमा हेर्नुपर्छ हामीले कि कुन दुईटा नम्बरहरु म्याचिङ रहेको छ। त यहाँ हेर्नुस् यता भनेको 2 रहेको छ, यहाँ भनेको कति नम्बर रहेको छ, यहाँ पनि 2 रहेको छ। त्यसो भए क्लकवाइज डाइरेक्सनमा चाहे एन्टी क्लकवाइज डाइरेक्सनमा त हामी के गरौँ भने यसमा एन्टी क्लकवाइज डाइरेक्सन ल्याऊ, यसमा पनि एन्टी क्लकवाइज डाइरेक्सन ल्याऊ, यसमा पनि एन्टी क्लकवाइज डाइरेक्सन ल्याऊ, करेक्ट। त्यसो भए सुरुमा के लेख्न सकिन्छ भने यहाँ हेर्नुस् यहाँ भनेको 2 लेख्न सकिन्छ, त्यसपछि भनेको 1 लेख्न सकिन्छ, त्यसपछि भनेको 4 लेख्न सकिन्छ। यो भनेको एन्टी क्लकवाइजमा, कुनमा एन्टी क्लकवाइजमा। अब हेर्नुस् यहाँ पनि 2 बाट जुन म्याचिङ रहेको छ नम्बर त्यही नम्बरबाट त सुरुमा के लेख्न सकिन्छ, सुरुमा 2 लेख्न सकिन्छ, त्यसपछि 3 लेख्न सकिन्छ, त्यसपछि 6 लेख्न सकिन्छ। अब यस्तो आयो भने यसको मिनिङ के बुझ्नु पर्यो भने 1 को अपोजिट 3 रहेको छ, 4 को अपोजिट भनेको 6 रहेको छ, 2 को अपोजिट त 2 एउटै नम्बर त हुन सक्दैन। त कुन नम्बर हुन सक्छ? यहाँ कुन नम्बर एउटा बाँकी बचेको छ? यहाँ कुन नम्बर एउटा बाँकी बचेको छ भन्नुस् त? यहाँ भनेको एउटा नम्बर 5 बाँकी बचेको छ। कति बाँकी बचेको छ? 5 बाँकी बचेको छ। किनभने 4 आइसक्यो, 1 आइसक्यो, 3 आइसक्यो, 6 आइसक्यो, 2 पनि आइसकेको छ, एउटा नम्बर मात्रै बाँकी छ 5। त्यसो भए 5 माथि छ भने तलको संख्या कति हुनेछ? तलको संख्या भनेको 2 हुनेछ। तलको संख्या भनेको कति हुनेछ? 2 हुनेछ। त्यसकारण यसको आन्सर कति हुन्छ? बी नम्बरको 2 हुनेछ भनेर बुझ्नुपर्छ। अब हेर्नुस् यसैको अर्को पनि तरिका लेख्न सकिन्छ। जस्तै हेर्नुस् यो 4 र 2 लाई जोड्नुस् 6 हुन्छ, 1 र 2 लाई जोड्नुस् 3 हुन्छ, 4 र 1 लाई जोड्नुस् 5 हुन्छ। त्यसो भए 6 आयो? आएन। 6 र 2 लाई जोड्नुस् 8 भयो, 2 र 3 लाई जोड्नुस् 5 भयो, 6 र 3 लाई जोड्नुस् 9 भयो। तर 7 आयो? 7 आएन। 7 नआएको बेलामा, 7 नआएको बेलामा त्यति बेला के गर्ने भने जति बेला जसको माथि भनेको हुन्छ, तल भनेको हुन्छ, अपोजिट भनेको हुन्छ, त्यति बेला के गर्ने भने हामी जुन संख्या मागेको छ भने कति थप्दा 7 हुन्छ भनेर बुझ्नु पर्यो। जस्तै 5 को अपोजिट मागेको छ भने यसमा कति थप्नु पर्यो? यसमा भनेको 2 थप्नु पर्यो, 2 थप्नु पर्यो। त्यसो भए जति थप्नु पर्ने त्यो नम्बर भनेको उत्तर हुन्छ। त्यसकारण यसको उत्तर भनेको कति हुन्छ? यो बी नम्बरको उत्तर हुन्छ। ठीक छ। अब नेक्स्ट क्वेशन हेर्छौं हामी। अब हेर्नुस् यहाँ के भनेको छ, यदि घन ब्लकको विपरीत पक्षहरूमा कुल थोप्राहरूको संख्या सधैं 7 छ भने कुन छ भने के हुनेछ भनेर बुझ्नु पर्यो। भनेको कुन पिक्चर हुनेछ भनेर। सधैं 7 हुने त सधैं 7 हुने भनेको त अगाडिको दुईटा फेसलाई जोड्दाखेरि 7 नहुने खालको। त अब हेर्नुस् यहाँ यसरी यहाँ कतिवटा फेस दिएको छ? सुरुमा यहाँ हेर्नुस् यहाँ कतिवटा दिएको छ? यहाँ भनेको एकछिन है, यहाँ भनेको कतिवटा दिएको छ? यहाँ भनेको 6 वटा दिएको छ, यहाँ भने कतिवटा दिएको छ? 7 1 दिएको छ। त्यसो भए यसलाई जोड्दाखेरि कति हुन्छ? 7 हुन्छ। 7 हुन्छ भने यो नम्बर क्यान्सल। अब अर्को हेरौं, यहाँ हेर्नुस् 5 र 2 लाई जोड्यो भने कति हुन्छ? 7 हुन्छ। त्यसो भए 7 यदि दुईटा फेसलाई जोड्दाखेरि आइरहेको छ भने यो नम्बर क्यान्सल। अब अर्को नेक्स्ट हेरौं। अब यहाँ हेर्दाखेरि के बुझ्न सकिन्छ भने यहाँ हेर्नुस् त, अब यहाँ के दिएको छ भने 4 र 3 लाई जोड्यो भने कति हुन्छ? 4 र 3 लाई जोड्यो भने 7 हुन्छ। त्यसो भए यो नम्बर पनि क्यान्सल। अब हेर्नुस् यसमा 5 र 1 लाई जोड्नुस् 6 हुन्छ, 6 हुन्छ। त्यसो भए 3 र 5 लाई जोड्नुस् 8 हुन्छ, हो कैन? 1 र 3 लाई जोड्नुस् 4 हुन्छ, कति हुन्छ? 4 हुन्छ। त्यसो भए यहाँ 7 आयो? 7 आएन। त्यसो भए 2 नम्बरको आन्सर हुन्छ। फिगर नम्बर 2 को आन्सर हुन्छ, फिगर नम्बर 2 को। अब नेक्स्ट क्वेशन हेर्छौं हामी। यदि 5 माथि छ भने, यदि 5 माथि छ भने तलको संख्या कति हुनेछ भनेर क्वेशन सोधेको छ। एकदम सजिलो तरिकाले गर्छ हामी। 5 के भनेको छ? माथि छ भने तलको संख्या के हुन्छ? 5 भनेको माथि। अब म्याचिङ हेर्नु पर्यो कुन नम्बर रहेको छ। म्याचिङ भन्दाखेरि यहाँ 2 रहेको छ एउटा। एकछिन हेरौँ है, यहाँ 2 रहेको छ माथि, ठीक छ नि। अब त्यसो भए यहाँ पनि माथि कति रहेको छ? यहाँ पनि माथि 2 रहेको छ, हो गएन? त यो एउटै प्लेसमा रहेको छ भनेको माथि, यो पनि माथितिर,
यो पनि माथितिर, यो पनि माथितिर। त्यसो भए जति बेला एउटै साइड एउटै फेसमा बराबर भयो भने, एउटै फेसतिर बराबर भयो भने बाँकी बचेका फेसहरुमा के हुन्छ? बराबर हुन्छ। त्यसो भए 5 को अपोजिट के हुन्छ? 5 को अपोजिट भनेको के हुन्छ? 5 को अपोजिट 3 हुन्छ भनेर बुझ्नु पर्यो हामीले। 5 को अपोजिट यो कति नम्बरमा रहेको छ? यो भनेको बी नम्बरमा रहेको छ। आन्सर भनेको कति नम्बर हुन्छ? आन्सर भनेको बी नम्बर हुन्छ। क्वेशन नम्बर नेक्स्ट हेर्छौं हामी। तल दिएको चित्रमा कुन संख्या 3 को विपरीत छ? तल दिएको चित्रमा कुन संख्या 3 को विपरीत छ भनेर क्वेशन भएको छ। दुई स्थानहरू एउटै पासाका हुन् जसको प्रत्येक सतहमा 1 2 3 4 5 6 मध्ये एउटा संख्या छ। नोट एन्सर 3 को विपरीतमा आएको छ। अब हेर्नुस् त 3 को विपरीतमा आएको छ भने यस्तो नम्बरमा हेर्ने बित्तिकै पहिले म्याचिङ हेर्नु पर्यो। कुन दुईटा म्याचिङ रहेको छ? एउटा 5 र अर्को पनि कति रहेको छ? 5 म्याचिङ रहेको छ। त्यसो भए हामी एन्टी क्लकवाइज डाइरेक्सनमा लियौं। कुन डाइरेक्सनमा? एन्टी क्लकवाइज डाइरेक्सनमा हेरौं। एन्टी क्लकवाइज डाइरेक्सनमा, एन्टी क्लकवाइज डाइरेक्सनमा। त्यसो भए फर्स्ट फिगरबाट पहिले 5 लेखे, त्यसपछि 2 लेखे, त्यसपछि 6 लेखे, हो कि हैन? अब हेर्नुस् तलमा पनि सेकेन्ड फिगरबाट 5 लेखे, 4 लेखे, त्यसपछि के लेखे? 1 लेखे। त्यसो भए अब हेर्नुस् त यो 5 को अपोजिट 5 हुन्छ? हुँदैन। त्यसो भए कुन नम्बर बाँकी बच्यो? एउटा कुन नम्बर बाँकी बच्यो? यहाँ कुन नम्बर एउटा बाँकी बच्यो? अब हेर्नुस्, यहाँ हेर्नुस् कुन नम्बर एउटा बाँकी बच्यो? एउटा नम्बर भनेको 3 बाँकी बच्यो। 3 बाँकी बच्यो। एउटा नम्बर कुन बाँकी बच्यो? 3 बाँकी बच्यो। त्यसो भए यसको आन्सर कति हुन्छ? यसको आन्सर भनेको 3 हुन्छ। यसको आन्सर भनेको कति हुन्छ? 3 हुन्छ। ठीक छ। अब नेक्स्ट हेर्छौं हामी। हेर्नुस् तल दिएको पासाको दुई स्थान दिएको छ। यदि माथि 3 हुँदा तलको संख्याको पहिचान गर्नुहोस् भनेर क्वेशन भनेको छ। के भनेको छ भने माथि 3 हुँदा, माथि के 3 हुँदा, त माथि 3 हुँदा भनेको क्वेशनमा हेर्ने पहिले 3 छ कि छैन? छ। त कुनै नम्बर म्याचिङ छ? यसमा म्याचिङ छ। एउटा नम्बर कुन म्याचिङ छ? 6 म्याचिङ रहेको छ। त्यसो भए हामी के गर्छौं भने यसमा जुन नम्बर म्याचिङ भन्छ, अब यसको प्लेस हेर्नुस् त। यो 6 को जुन प्लेस रहेको छ, यहाँ पनि जुन 6 को प्लेस रहेको छ, हो कि हैन? यो दुईटाको प्लेस पहिले हेर्नुस्। यो दुईटाको के हेर्नु पर्यो? प्लेस हेर्नु पर्यो। यो 6 जुन प्लेस रहेको छ नि, एउटै प्लेसमा रहेको छ। क्वेशन केमा आएको छ? 3 को अपोजिट। 3 भनेको यो यतातिरको साइडमा है। एकछिन है, यतातिरको साइडमा हेर्नुस्, यतातिरको साइडमा र यतातिरको पनि सेम साइडमा हेर्नुस्। त्यसो भए 3 को अपोजिट कति हुन्छ? 3 को अपोजिट भनेको 5 हुन्छ। 3 को अपोजिट के हुन्छ? 5 हुन्छ भनेर बुझ्नु पर्यो। त क्वेशन केमा आएको छ? 3 को मा आएको छ। अप्सन कतिमा छ? सी नम्बरमा रहेको छ। त्यसो भए सी नम्बरको आन्सर हुन्छ। ठीक छ। अब हामी नेक्स्ट तर्फ जान्छौं। अब हेर्नुस् यहाँ के दिएको छ? तल दिएको चित्रमा पासाको 3 फरक स्थान x y z दिएको छ। स्थिति x मा तलको भागमा कुन संख्या हुन्छ? कुन संख्या छ भनेर क्वेशन सोधेको छ। भनेको x को तल भागमा भनेको 5 को अपोजिटमा, 5 को अपोजिटमा। त्यसो भए 5 को अपोजिटमा हेर्दाखेरि सुरुमा के हेर्नु पर्यो? 5 को अपोजिट भनेको यहाँ 4 1 कतै छ? हेर्नुस् यसमा पनि छ? छैन। यसमा छ? छैन। त्यसो भए म्याचिङ भएको पहिले हेर्नु पर्यो। कुनै नम्बरहरु म्याचिङ छ नम्बर, कुनै नम्बर छैन। त्यसो भए त 5 को अपोजिटमा आएको छ। केमा आएको छ? 5 को अपोजिटमा आएको छ। नोट एन्सर। यो फिगर y र फिगर z लाई कम्पेयर गर्नु। हेर्नुस् यो 6 को प्लेस के रहेको छ? लेफ्ट तिर रहेको छ। 6 को प्लेस कतातिर रहेको छ? लेफ्ट तिर है। 6 को प्लेस भनेको लेफ्ट तिर रहेको छ। 6 को प्लेस कति रहेको छ? यो लेफ्ट तिर। 6 को प्लेस कतातिर रहेको छ? लेफ्ट तिर। यहाँ पनि 6 को प्लेस कतितिर? लेफ्ट तिर। त्यसो भए एउटै फेसमा यदि इक्वल छ भने दुईटा नम्बरहरु, बाँकी नम्बर कति बाँकी बच्यो? यहाँ 3 एउटा बाँकी बचेको छ। एउटा भनेको 3 हो कि हैन? अनि अर्को कति बाँकी बचेको छ? अर्को भनेको 5 बाँकी बचेको छ। त्यसो भए 3 को अपोजिट के भयो? 5 भयो। त क्वेशनले केमा आएको छ? क्वेशनले केमा आएको छ? क्वेशनले मा आएको छ 5 को अपोजिट कति? त 5 को अपोजिट भनेको 3। 5 को अपोजिट कति?
3 बुझ्नुपर्छ त भनेको बी नम्बरको आन्सर ठिक छ